संस्कार अर्को संस्कार गर्भमा भएको बालकको रक्षा होस् भनेर पूजा पाठ गर्ने संस्कारलाई पुंसवन संस्कार भनिन्छ। सीमन्तोन्नयन संस्कार जुन गर्भमा विकास बढोस् भनेर ध्येय राखेर गरेको पूजालाई त्यो संस्कारलाई सीमन्तोन्नयन संस्कार भनिन्छ। जात कर्म संस्कार चौथो संस्कार शिशु उत्पन्न भए पछाडि पिताद्वारा आशीर्वाद दिएर मोह चटाउने जुन संस्कार हुन्छ, यो जिब्रमा सरस्वतीको वास होस् भनी आशीर्वाद दिएर गरेको संस्कारलाई जात कर्म संस्कार भनिन्छ। पाँचौं संस्कारको पालो आयो नामकरण संस्कार। गुरु वशिष्ठलाई बोलाइयो, नाम राख्नको लागि तत्पर हुनुभयो गुरु वशिष्ठ। श्री राम भगवानको पहिलो बालक कौशल्या मैयाको काखमा भएको बालकको नाम राखियो, जो आनन्द सिन्धु सुख राशि सीकरते त्रैलोक सुपासी, सो सुख धाम राम असनामा, अखिल लोकदायक विश्रामा। कौशल्या मैयाको गोदमा भएको बालकको नाम राखियो जय श्री राम। राम सबैको हृदयमा सबैको मनमा रमण गर्न सक्ने त्यो शक्ति हुनाले उहाँको नाम राखियो राम। कस्तो मंगल भवन अमंगल हरि, जिसको धाम नै मंगल छ, जिसको नाम नै मंगल छ, जिसको लीला नै मंगल छ, जसले सबै लोकमा शान्ति प्रदान गर्नुहुनेछ, उहाँको नाम राम। अर्को बालकको नाम राखियो विश्व भरण पोषण कर जोई, ताकर नाम भरत अस होई। अर्को बालकको नाम राखियो भरत, जसले विश्वमा भरण पोषण गर्ने कार्य गर्नेछन्, त्यसैले अर्को बालकको नाम हुनेछ भरत। अर्को बालकको नाम राखियो रिपु नाशन, रिपु भनेको शत्रुको नाश गर्ने वाला हुनेछ यो बालक, त्यसैले यिनको नाम राखियो शत्रुघ्न।